सबसे पग होए। देखो रे पहलवान शाम प्रभु जी भर कर रोए। देखो रे पहलवान शाम प्रभु जी भर कर रोए। एक सुधा मांगे प्रभु हसवन से पग होए। हसवन से पग होए। एक सुधा मांगे प्रभु हसवन से पग होए। हसवन से पग होए। एक सुधा मांगे प्रभु हसवन से पग होए। हसवन से पग होए। जोरदार तालीका साथ स्वागत गरौँ। यसरी भगवान श्रीकृष्णले आफ्नो सबै कुरा छोडेर सुदामालाई ल्याएर चरण धोए र उहाँले ल्याएको जुन कालिका थियो त्यसलाई 3 चोटि खाएपछि उहाँले 3 लोकको उहाँलाई सम्पत्ति प्रदान गर्नुभयो र यसैको साथमा हाम्रो यो झाँकी यहाँ समापन हुन्छ। झाँकी बनाउनेवाला टिम, झाँकी गर्नेवाला टिमको लागि पुनः एकचोटि जोरदार तालीको साथ स्वागत गरौँ र अगाडि हाम्रो आरतीको तयारी भइसकेको छ। हामी आरती गर्न गइरहेका छौँ। सबैजना आफ्नो आफ्नो ठाउँमा उठिदिनु होला र आरती हामी गर्दैछौँ। हरि ओम महिलाको हरि प्रजनन